खासै आइसिडिएस फाटकसम्म नै सफा सिद्धै जाउँ भनेको कि तर यहीँ बोरा भरि गयो हो। अब आज यति नै। यो बोरा यहाँ खाली गऱ्यो भने पनि यहाँ हुँदैन हो। यो बोरालाई चाहिँ छोड्नु पर्ने हुन्छ मैले। अनि पछि गार्बेजको गाडी आउँदाखेरि बोरासँगै छाने चाहिँ राम्रो सजिलो हुन्छ नि त। अब यहाँदेखि उता चाहिँ भोलितिर भ्याएको बेलामा। तर यो मैले देखाउनको लागि चाहिँ गरेको होइन। यसो अरूले पनि हेर्दाखेरि भाइ बहिनीहरूले पनि यसो होइन सरम नमानोस् टिपेर फ्याँक्नु भनेर मात्रै नि अब मैले यस्तो हल्का भिडियो बनाएको हो कि। अलि बिमार भएर ड्युटी पनि ढिलो गयो हो। भर्खर निस्किन्छु 12:30 भएछ। होला यो अस्तिदेखि मलाई त्यो उठाउनु मन थियो कि प्लास्टिकहरू बाटो सबै। आज चाहिँ हल्का टाइम पाएर प्लास्टिक मैलाहरू फ्याँकिदिँदैन केटाकेटीहरूले। अब यहाँबाट ट्रिपल सिटी फाटकसम्म जति भेट्छ त्यति बोरामा हाल्नु लान्छु हो। तर नट लास्ट चाहिँ बोरामा पनि खास परदेखि भिडियो बनाऊँ भनेको। तर यहीँदेखि मैले पुरा प्लास्टिकहरू देखिहाल्यो। अस्ति देखिरहेको थिएँ मैले। यहीँदेखि हल्का बनाइदिनु। पछि गार्बेजको गाडी आउँछ पर दोकानमा हो। गार्बेजको गाडीमा हालेर पठाइदिने। कति भेट्छ अब बाटोमा। प्लास्टिक छ नि। अब यहाँबाट टक्कै लगभग 2 किलोमिटर जस्तो छ फाटक आइपुग्नु हो।